आफ्नो माया स्वीकार गराउन खोजी उसलाई घरमै थुनियो। मोबाइल खोसियो, अनुजसँग सम्पर्क टुट्यो। अनुज पागलजै भयो, कलेज आउन छोड्यो। साथीहरूलाई सोध्यो, कहाँ छ श्रेया? कसैले केही थाहा पाएन। महिनौँ बित्यो, कुनै खबर आएन। एक दिन अनुजले श्रेयाको बिहेको कार्ड हात पायो। श्रेया अर्कैसँग विवाह गर्दै थिए। कार्ड हातमा समातेर उसले केही नबोली घर फर्कियो। त्यो रात उसले श्रेयालाई लेखेको पत्र अन्तिम थियो। श्रेया, तिमीलाई बिर्सन म सक्दिन। तिमी मेरो किताबका पानामा मात्र होइन, आत्मामा लेखिएकी छौ। म तिमीलाई दोष दिन सक्दिन। तिमीले माया छोडेकी होइनौ, परिस्थितिले हामीलाई टाढा पारेको हो। तिमी खुसी रहनु, म तिमीलाई सधैँझै माया गर्छु। टाढाबाट अनुज।